गुड मर्निङ नमस्ते साथीहरू। आज पनि फेरि ब्लग लिएर आएको छु। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र आज पनि फेरि मेरो यात्रा हुँदैछ। आज सोलो यात्रा हुँदैछ, त्यही भएर म टक्कै यहाँ चिया खाँदैछु। चिया खाइसकेँ अनि अब हिँड्छु म यहाँबाट। आज यहाँबाट इटरीसम्म, इटरी बस्दिनँ होला, धरान बस्छु होला। त्यहाँ अब अलिक चिसो मौसम ठिक्कको छ नि त। ल के कस्तो हुन्छ ब्लग हेर्दै गर्नु होला है त साथीहरू। म चाहिँ भालुचोक आएर पुरी खाँदैछु चट्टा लाएर। खाइसकेपछि मात्रै याद आयो, अब यति भयो भात खाँदैन आजलाई। एकैचोटि धरान हिँडेर पुगेर खाजा खाने फेरि। ल साथीहरू, अब भालुचोकमा आएर टक्क खाजा खाइयो पुरी। अनि अब चाहिँ म हिँडेँ 9:36 गइसक्यो यहाँ है। अझै आज रात पर्छ जस्तो लाग्यो मलाई। अब कोरिडोरको बाटो कस्तो छ थाहा छैन है। खोला चाहिँ अब कन्फर्मै हो बढाएको छ। हिजो अस्तिको दिन साथी आएको थियो, उसलाई सोधेको। अब आज कस्तो हुन्छ मौसम, आज यस्तो अलिक धुम्मै छ। रेनकोट चाहिँ बोकेको छु, तर रेनकोट बोकेर मात्रै भएन, थाम्दैन रेनकोटले, जुत्ता सबै भिज्छ। साथीहरू पानी पऱ्यो है, म चाहिँ अब रेनकोट लाउनै पर्ने अवस्था हो। त्यही भएर लाउनु पर्ने हुन्छ। धेरै ठुलो परेको चाहिँ होइन, तर यो बाइकमा हिँड्दा चाहिँ भिजाउँछ क्या सानो पानी। अनि फेरि झोला भिज्छ नि त। रेनकोट चाहिँ यस्तो भएछ यो मेरो म्याक्सले नै टोकेर होला सायद। हेर्दै हेरिनँ बिहान, अर्को पनि थियो, अर्को बोक्नु पर्ने रहेछ। यही हेरेँ, यही राम्रो लाग्यो मान्छे। भ्लग चाहिँ अब पानी रोकिएपछि मात्रै हुन्छ है साथीहरू। जोरसालदेखि यता लाग्यो, अब यहाँदेखि कोरिडोरको बाटो लागिन्छ टक्क लाएर। अब यहाँसम्म चाहिँ भरतिरसम्म जोरसालसम्म चाहिँ पानीले लास्टै कुटो। त्यही भएर गोप्रो बिग्रिन्छ भनेर भ्लग गरिएन। फेरि त्यो भारापातिर यस्तो हुस्सी लागेको कि हाम्रो उहाँ गणेश चोकदेखि हाम्रो कुरै नगरौँ। पानी पर्ने बित्तिकै म चाहिँ गोप्रो सेफमा हो फेरि। यता अब धुलो चाहिँ उड्दैन होला त्यति धेरै भनेको। बाटो कस्तो छ, पारितिर लास्टै हिलो छ जस्तो छ, चिप्लो जस्तो छ। यसो हेर्दा चाहिँ अघि एउटा लडेछ, पुरै हिलो भएर जाँदै थियो केटाहरू। धुलो चाहिँ पुरै ठ्याप्पै मरेछ है साथीहरू। धुलो चाहिँ छैन, नत्र यसरी अगाडि बाइक गाडी कुद्दा त यहाँ त अस्ति बाटो देखिँदैन थियो नि। अहिले चाहिँ धुलो चाहिँ मरेछ मजाले। चिप्लो पनि छ तल एक ठाउँ त साह्रै अप्ठ्यारो। तर मैले त्यहाँ खिचिनँ किनभने क्यामेरामा हात पुर्याउनै भएन कि। क्यामेरामा हात पुर्याउँदा लडिहाल्यो नि। त्यही भएर अहिले चाहिँ धुलो चाहिँ मरेछ। जस मौसम आज त्यस्तो गर्मी छैन, अहिले चाहिँ पानी पनि छैन, सायद यता पर्दैन होला। बाटो चाहिँ लास्टै हिलो छ है साथी, लास्ट चिप्लो। यो त फेरि स्पोर्ट बाइक हो, यसले सप्थो गर्न सक्छ, चिप्लो सहन सक्दैन। स्ट्रेट मोडमा लाएर चलाइरहेको छु अहिले मैले। त्यो स्पोर्ट मोडमा त आम्मा तल नचढेर एकैछिनमा गाडी हिट भइरहेछ क्या, त्यो कुलिङ हानिरहेछ। यस्तो छ बाटो होइन, तल बाटो ठिक छ कि होइन, यतै ठिक छ। दुई तिन दिन घाम लाग्यो भने त बेस्ट भइहाल्छ। फेरि यो अस्ति आउँदा कस्तो राम्रो थियो यार बाटो।
अहिले यस्तो भएछ गलेँ यार म त कताबाट जानु यार उँधोपट्टिबाट जाउँ होला अब यहाँ उँधो कट्दैन आम्मा हेर हिलो फोर व्हिललाई साह्रो परिरहेछ त्यहाँ अगाडि त्यो मामफुली झोला हल्दाएर यार फेरि अगाडि राखेको यहाँनिर अलिकति कोरिहालेछ क्या चढ्दैन त यार चिप्लेर आम्मा स्पोर्ट बाइकलाई चाहिँ यहाँ यस्तो बाटो काम छैन पिच मात्रै यसको लागि चाहिँ बाटो चाहिँ हरिबिजोग छ चिप्लोमा चाहिँ यस्तो चिप्लिन्छ अनि साथीहरू पिच आइयो अनि रेडबुल खानु चाहिँ नहुने हो तर कहिले काहीँ यसरी हिँड्दा चाहिँ खाइदिन्छ अब पिचै पिच छ खोलामा टेन्सन ल साथीहरू रेडबुल खाइयो अब लाग्यो नन स्टप घाम लागेको छैन है आकाश यस्तो छ हेर्नु तर पनि खल 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 पसिना आइरहेछ क्या यो बाटो चाहिँ बिन्दास फेरि पानी पर्न थाल्यो यार साथीहरू अब यो फुसफुस परिरहेछ यसले त भिजाउँछ नि कस्तो दिमाग खराब भयो ठिक्कको मौसम भइरहेको थियो पानी परिदिरहेको पानी आइसक्यो पारीतिर अनि त्यो पानी परिहाल्यो अलिक ठुलो पर्नु थालिहाल्यो भिजियो यार सबै बाटो कुद्दा चाहिँ है साथीहरू मलाई त्यो खुर्कोटको तेर्सो खोलाको तेर्सो मलाई त्यो याद आउँछ क्या त्यता पो कुद्दैछु कि जस्तो फिल आउँछ क्या मलाई चाहिँ यस्तै छ क्या खोला है अब रमाइलो छ त्यो बाटो पनि तर यहाँ चाहिँ एक्लै कुद्दा अब केही देखिँदैन केही हुँदैन यता त जे हो भने घरहरू गाडीहरू कुदै हुन्छ गाडीहरू यता त छैन एक्लै बिन्दास आनन्द हुन्छ मौसम अहिले ठिक्क छ अघि पानी पर्दै थियो अलिअलि छिट्याउँदै थियो तर त्यो मौसमलाई हामीले काट्यो रेनकोट नलाइकन गर्मी छ उस्सा भइरहेछ अब यहाँ पनि अलिकति कच्ची छ पहिला त केही थिएन यहाँ एउटा दोकान थियो सुरुमा एउटा गाडी हिँड्थ्यो अहिले त कति यतातिर दोकान गर्नुपर्छ होला हौ होटल सोटल ग्यारेज स्यारेज चाहिँ भवाल चल्छ एउटा राम्रो खालको ठिक्क सेन्टरमा पारेर मावा खोला है साथीहरू अहिले चाहिँ होम पाइप छैन अरे त्यहाँ एकजना सरलाई सोधेको कसरी तरायो कहाँबाट तराए हेर्नुपर्ने हुन्छ कहाँबाट हो तर्छ यहाँ बगाउँदैन मान्छे त भनेपछि जुत्ता खोलेर दिने बेला भएको छैन फेरि यो त टायर चिप्लिन्छ कि यता
नत्र माथिबाटै जानु न त छिर्छ भने मजाले तर त्यहाँ 2 जना चाहिन्छ हौ त्यही त अप्ठ्यारो छ त्यहाँ त त्यहाँ झन् अप्ठ्यारो लागेर कता हिँड्नु त म पनि धरानी होइन क्या मैले यति बनायो भने त राम्रो छ कहाँनिरबाट यो उँधोपट्टिबाट पानी त छैन नि त हिलो छैन के बीचबाट जानु अनि बगाउँदै बगाउँदै अलिअलि रोक्दै रोक्दै तल तल पुर्याएर लान्छ क्या तर स्टार्ट चाहिँ बन्द नगरिकन स्टार्ट चाहिँ बन्द भयो भने फेरि गाह्रो पर्छ बगाउनु खोज्छ क्या रोकियो भने चाहिँ तना परेछ त कोसिस गर्न त अहिले खै माथि 150 किलोमिटर त आयो आमामा गइरहेछ त्यहाँ त यार अस्ति त यहाँबाट फेरि खतरा त डेन्जर मेरो बुलेटै उतलसम्म पुर्याएको होइन म माथिबाटै गएँ होला माथिदेखि पर चाहिँ कस्तो छ कुनि यहाँ त झार्छु त्यहाँ झर्नु भने त्यहाँबाट छिर्छ म माथिबाटै गएँ होला पर त त्यो कच्चीमा त साह्रै हिलो छ नि हो हिलो छ आज हिलो छ होला पानी परेर हिजो हामी आउँदा थिएन हिजो आएको आज पानी परेछ नि त त्यहाँ त मेरो त नचढेर यार आमा पसिनो ठोकेर हैरान भन होला अस्ति त ठोकिँदा ठोकिएन कि चिप्लेर नि अस्ति त झन् खत्तम थियो नि बाटो कति त धेर त होइन कि अलिकति त्यति यही भयो हो अनि खुट्टा नटेकी तारियो आफूले टेकेर नि टेकेर तार्नु पर्यो त्यही खुट्टा मुनि ढुङ्गा हुन्छ कि भनेर डर लाग्यो मलाई त खै खुट्टा होइन तार्नु हुन्छ तार्न त मजाले सबै तराई ठाउँमा म पनि तर्छु होला नि त सबैले मजाले तर्क हतपत बगाउँदैन नि त वेट पनि छ नि त स्किट गर्छ क्या यो बिचमा पुगेपछि त्यही भएर चाहिँ अलिक चाहिँ बन्द हुनु भएन कि स्टार्ट बन्द भयो भने चाहिँ रोक्यो भने चाहिँ बगाउने अलिक तलतिर सारिदिइहाल्छ क्या अहिले म माथिबाटै जानु पर्यो हो पहिला अर्को ठुलो बाइक त माथिबाट लगेको यो त लगिहाल्छ नि यो फेरि त्यो साइडमा ठोकिँदैन ठोकिँदा चाहिँ के भन्ने सुन्दै त्यो अलिक लामो हुँदा चाहिँ ठोकिन्छ आमा तर घाम यस्तै घाम तर पानी पर्दैछ पर्दा पर्दैछ अनि ठ्याक्कै रोकियो भने गाह्रो हुन्छ नि ल खाना खाइयो 8:30 बजे ल जाउँ गएँ म ल साथीहरू म चाहिँ अलिक डर लाग्यो कि बरु माथिबाटै जान्छु मानपेली साथीहरू मलाई चाहिँ तलबाट अलिक आँट आएन अनि यतातिर आएँ यता पनि यस्तो छ बाटो है परन छिर्छ जस्तो लाग्यो यतिको त सजिलै हो अलिक छोटो छ नि त बाइक छिर्छ मजाले नै अरे ल यतैबाट लाग्यो खोला त ठुलो होइन होला तर त्यहाँ गहिरो जस्तो लाग्यो भरे झ्यापै स्टार्ट बन्द भयो भने एक त अब साइलेन्सरमा पानी छिर्छ अनि फेरि झ्यापै बन्द भयो भने चाहिँ अलिकति बगाउँछ भन्छ यार केटाहरू डर लागेको नि मलाई त अनि फेरि जुत्ता खोलेर कता झन्ड्याउनु पहिला त यहाँ अप्ठ्यारो थियो नि अहिले त
ठिकै छ यहाँ चाहिँ अलिक छिर्दैन होला यो बाइक यसलाई टर्निङ पुग्दैन क्या यसको छोटो छ टर्निङ फेरि पुगेन नि फाइनल्ली तारियो साथीहरू है तलबाट पनि तर्थ्यो नै होला मलाई अलिकति डर लाग्यो यहाँबाट बरु त्यहाँ सजिलो रहेछ क्या यहाँ त नघुमेर यसको टर्निङ छैन नि त फेरि झ्याउ चाहिँ अनि लामो टर्निङ चाहिन्छ यसलाई त्यही भएर अलिक दिमाग खराब लुकिङ ग्लास ठोक्यो होइन फेरि यहाँ बाटो छैन क्या ए अचम्म दिमाग खराब हुन्छ है यता त बाटै हिँड्छ यता उँभो मान्छे हिँड्ने बाटो छ ए यस्तो बाँदर बाटो भयो भने के चेपेर मर्छ भन्थे त्यस्तै हुन्छ फेरि ल ल ल हो यस्तो बिजोग भयो यार अब म त किन बाटो देख्दिनँ भनेको चस्मै छोडेछु क्या त्यत्रो पर अब 9-10 किलोमिटर वर आइसक्यो यार म अब फ्रिक मान्छेले यार मेरो दिमाग अब के गर्ने यार कस्तो मासँग दिमाग छ यार मेरो त्यो हेलमेट र उसँगै झिकेर राखेँ चस्मा यताबाट राखेँ मलाई अरू पनि के छोडे जस्तो त लागिरहेछ क्या अब के गर्ने अब यत्रो त के जानु र हो फेरि त्यो पुलको मुखामा त्यो कम त अप्ठ्यारो छैन यार हुन त बाइकहरू राख्दा पनि हुन्थ्यो तर 10 किलोमिटर भनेको यहाँ त होइन त तरिका यार दिमाग छैन यार अरू पनि के छोडे कि जस्तो भइरहेछ क्या मलाई क्यामेरा त छँदैछ झोला छँदैछ
माछा कस्तो के बाटो देखिन अनि पो याद आयो यार मलाई त मधुरो देखेँ अनि पो याद आयो तेरिका यार अब बिर्ताबाट फेरि बनाउँदा त हुन्छ त्यो बिल कहाँ छ नि अब कस्तो भिडियो बनाउने चक्करमा यार मासाला सन्तोष बाजे काम छैन तेरो दिमागको काम छैन बाजे त बाजे साँच्चीकै बाजे नै भइसकेछ यार सन्तोष त कस्तो मलाई यार थेत्तेरिका अहिले साथीहरू म चाहिँ धरान आइपुगेँ अहिले लगभग 3-3:30 भयो होला अनि टक्क रुममा बस्यो पहिला पनि यो होटलमा बसेको थिएँ म तर माथि 5 तला माथि थियो आज चाहिँ फर्स्ट फ्लोरमै छ अनि अब अर्थात् त्यस्तै हो नुहाइ धुवाइ पहिला गर्ने हो एकदम फ्रेस हुने है त